हेलो अनि नमस्कार सबैजनालाई। विशेष गरी ड्राइभिङ लाइसेन्सको प्रयोगात्मक परीक्षा दिने तयारीमा रहनुभएका सम्पूर्ण परीक्षार्थीहरूलाई यस भिडियोमा हार्दिक स्वागत गर्न चाहन्छु। साथीहरू, आजको भिडियो मुख्यतः कार, जीप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षा दिँदै गर्दा कुन कुन ठाउँमा के गल्ती गरे पनि पास भइन्छ त भन्ने विषयमा केन्द्रित रहनेछ। गल्ती गरेरै पनि पास भइन्छ अरे? हो, तपाईले ठिक सुन्नुभयो। गल्ती गर्दा गर्दै पनि पास भइन्छ। ट्राफिक संकेतको पालना नगर्दा नगर्दै पनि पास भइन्छ। घुमौरो 8मा लाइन टच भए पनि पास भइन्छ। अरु त अरु, उकालोमा स्टार्ट बन्द भए पनि पास हुन सक्नुहुन्छ क्या तपाईँ? हो, यस्तै यस्तै अन्य गल्तीका बावजुद पनि तपाईलाई फेल गराइँदैन। तर यसो भन्दै गर्दा यी गल्तीहरूका पछाडि भने केही कन्डिसनहरू रहेका छन् जसलाई हामीले पालना गर्नुपर्ने हुन्छ। पहिला जस्तो प्रयोगात्मक परीक्षामा पास हुनका लागि तपाईले 100मा 100 अङ्क ल्याउनु पर्छ भन्ने छैन। अब चाहिँ तपाईले कम्तीमा पनि 70 मार्क्स प्राप्त गर्नुभयो भने पास भइन्छ। तपाईलाई थाहा भएकै कुरा, कुनै पनि गल्ती नगरी ट्रायल कटाउनु भयो भने 100मा 100 अङ्क आउँछ अनि गल्तीहरू बढ्दै जाँदा चाहिँ मार्क्स घट्दै जान्छ। त्यसैले हामीले गल्ती गर्ने छुट कहाँ कहाँ अनि कति पटक पाउँछौं र उक्त गल्तीहरू बापत कसरी मार्क्स काटिन्छ भन्ने कुरा राम्रोसँग बुझ्नुपर्ने हुन्छ। हो, यही कुरालाई ध्यानमा राख्दै आउनुहोस् अब नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागले जारी गरेको प्रयोगात्मक परीक्षा सम्बन्धी कार्यविधि निर्देशिकामा के कुराहरू लेखिएको छ एकैछिन चर्चा गरौँ है त। तपाईले यहाँनिर देख्न सक्नुहुन्छ अनुसूची 6मा वर्ग ख यानि कि कार, जीप अनि डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको अङ्क विभाजन तथा मूल्याङ्कन गर्ने आधारहरू यसरी दिएको छ। पुरै ट्रायलको परीक्षालाई 7 वटा भाग अथवा चरणहरूमा विभाजन गरिएको हुन्छ। क्रमशः पहिलो चरणमा घुमौरो 8, त्यसपछि उबड-खाबड यानि कि स्पिड ब्रेकर अनि युटर्न, त्यस लगत्तै ट्राफिक संकेत अनि र्याम्प अर्थात् उकाली ओह्राली, त्यसपछि ग्यारेज पार्किङ र अन्तिम चरण भनेको परीक्षार्थीहरूको व्यवहारगत मूल्याङ्कन। आउनुहोस् अब यी प्रत्येक चरणहरूमा के गल्ती गर्दा कति मार्क्स काटिन्छ र त्यस्तो के गरियो भने सिधै फेल भइन्छ त भन्ने कुराहरू हेरौँ। यहाँनिर जुन दिएको छ अनुतीर्ण घोषणा गरिने अवस्थाहरू, यो भनेको तपाईले यी गल्तीहरू गर्नुभयो भने तपाईलाई कुनै पनि एक्सक्युज दिइँदैन। तपाईँ अगाडि बढ्न पाउनुहुन्न र सिधै निस्कनु पर्ने हुन्छ। हो, यस्तै कुराहरूमा हामीले अझ बढी ध्यान पुर्याइयो भने प्रयोगात्मक परीक्षा दिँदै गर्दा सहज हुनेछ। अब भने पहिलो चरण घुमौरो 8को बारेमा कुरा गरौँ है त। यसको कुल अङ्कबार 20 मार्क्स हुने गर्दछ। यस चरणमा अङ्क घटाइने अवस्था भनेको अङ्कित रेखा छोएमा यानि कि लाइन टच गरेमा प्रत्येक पटक 5-5 मार्क्स काटिन्छ। त्यसो भए जसरी पनि 70 मार्क्स आउनुपर्ने रहेछ। यदि घुमौरो 8मा 4 पटक लाइन टच भयो भने त्यही 20-25 मार्क्स काटिने भयो। यानि कि 75-80 अङ्क त आइहाल्छ नि। म त पास हुन्छु भन्ने सोच्दै हुनुहुन्छ भने तपाईले ठ्याक्कै गलत कुरा सोचिरहनु भएको छ। लाइन छुने गल्ती तपाईले केवल 2 पटकसम्म मात्रै गर्न पाउनुहुन्छ। सजिलो गरी भन्ने हो भने 1 मिस ग्याम फिनिस त भन्न अलि मिलेन, तर 3 मिस ग्याम फिनिस चाहिँ पक्कै हो है त। यहाँनिर तपाईले देख्न सक्नुहुन्छ हामीले भर्खर छलफल गरेको कुरा नै अनुतीर्ण घोषणा गरिने अवस्थाहरूमा दिएको छ। के रहेछन् त सरर हेरौँ है त। नम्बर 1 मा दिएको छ 2 पटक भन्दा बढी अङ्कित रेखा छोएमा। नम्बर 2 मा छ सवारीको टायर अङ्कित रेखा भन्दा बाहिर गएमा। नम्बर 3 मा दिएको छ ठिक दिशाबाट वा ठिक तरिकाबाट 8 आकार नबनाएमा। नम्बर 4 अगाडि बढ्ने क्रममा सवारीलाई पछाडि सारेमा। हो, यी 4 वटा गल्तीहरू घुमौरो 8 भित्र गर्नुभयो भने तपाईलाई सिधै फेल गराइन्छ यानि कि नो एक्सक्युज। यस्तो अवस्थामा तपाईलाई त्यहाँ स्थित ट्राफिक प्रहरी अथवा अन्य कर्मचारीहरूले हेलो मिस्टर मिसेस बाहिर निस्किनुहोस्, बाहिर बाहिर भन्न सक्नुहुन्छ। जोक सपाट। हाम्रो दोस्रो चरण रहेको छ उबड खाबड अथवा स्पिड ब्रेकर। यस उबड खाबड चरणमा तपाईले कुनै गल्ती नगरी अगाडि बढ्नुभयो भने तपाईको खातामा 10 मार्क्स थपिन्छ। तर यस उबड खाबडमा सवारीको स्टार्ट बन्द भयो भने जम्मा 5 मार्क्स काटिन्छ। अब यस अवस्थामा के गरियो भने सिधै फेल भइन्छ त। एक पटक भन्दा बढी सवारीको स्टार्ट बन्द भएमा तपाईलाई सिधै अनुतीर्ण घोषणा गरिन्छ। सजिलो गरी भन्ने हो भने यसमा चाहिँ 2 मिस ग्याम फिनिस। हाम्रो तेस्रो चरण रहेको छ युटर्न। युटर्नको अङ्कबार 10 मार्क्स हुने गर्दछ र यदि तपाईले युटर्नमा सवारी घुमाइरहँदा टर्निङ इन्डिकेटर बाल्नु भएन भने 10 मार्क्स काटिन्छ। अनि यदि तपाईले युटर्न लिँदै गर्दा लाइन छुनु भयो भने तपाईलाई सिधै अनुतीर्ण घोषणा गरिन्छ यानि कि तपाई फेल हुनुहुन्छ।
हाम्रो अर्को चरण रहेको छ ट्राफिक संकेत यानि कि ट्राफिक लाइट। यदि तपाईले ट्राफिक लाइटको पालना गर्नुभयो भने 15 मार्क्स तपाईकै गोजीमा आउने भयो। तर यदि ट्राफिक संकेतको पालना गर्नु भएन भने सिधै 15 मार्क्स काटिने गर्दछ। अनि यो चरणको एउटा राम्रो कुरा चाहिँ के छ भन्दा यसमा सिधै फेल गराइने अवस्थाहरू कुनै पनि छैनन्। यसपछि हाम्रो अर्को चरण रहेको छ र्याम्प यानि कि उकाली ओह्राली। उकाली ओह्रालीमा कुनै पनि गल्ती नगरी मजाले कटाउनु भयो भने तपाईले 15 मार्क्स प्राप्त गर्नुहुन्छ। यो र्याम्पमा सवारीको स्टार्ट बन्द भयो भने त सिधै फेल भइन्छ भन्ने धेरैलाई लागिरहेको हुन्छ। तर यदि एकपटक सवारीको स्टार्ट बन्द भयो भने 15 मार्क्स काटिन्छ मात्रै, फेल भइँदैन। साधारण भाषामा भन्ने हो भने तपाईलाई एकपटक सवारीको स्टार्ट बन्द गर्ने गल्ती गर्न छुट दिएको छ। सवारीको स्टार्ट बन्द भए पनि तपाई पास हुन सक्नुहुन्छ। तर यहाँ 15 मार्क्स गर्दै गर्दा अन्य कुनै ठाउँमा बाँकी 15 मार्क्स भन्दा धेरैको गल्ती चाहिँ गर्नु भएन। यसरी तपाईको 30 मार्क्स काटिए पनि ठ्याक्कै 70 आएर पास हुन सक्नुहुन्छ। त्यसो भए यस उकाली ओह्राली चरणमा के गल्ती गरियो भने सिधै फेल भइन्छ त? नम्बर 1 मा रहेको छ तोकिएको रेखा नागी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा, अर्थात् त्यहाँ भएको लाइन भन्दा अगाडि नै रोक्नु पर्यो र नरोकी अगाडि बढ्न पाइएन। नम्बर 2 मा दिएको छ रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर 6 इन्च भन्दा बढी पछाडि सरेमा, अर्थात् सवारी रोकिसकेपछि फेरि अगाडि बढाउने क्रममा ब्याक भएर 6 इन्च भन्दा धेरै पछाडि सर्यो भने सिधै फेल भइन्छ। नम्बर 3 उकालो पार गरी ओह्रालोबाट झर्ने क्रममा तोकिएको रेखा नागी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा। यो चाहिँ माथिकै नम्बर 1 जस्तै हो, तर ठाउँ मात्रै ओह्रालो हुने भयो। नम्बर 4 मा दिएको छ एक पटक भन्दा बढी सवारीको स्टार्ट बन्द भएमा, अर्थात् सवारीको स्टार्ट बन्द गर्ने गल्ती गर्न एक पटक मात्रै छुट दिएको छ। सजिलो गरी भन्ने हो भने उकालो र्याम्पमा पनि टु मिस ग्याम फिनिस। यसरी नै यदि तपाईले माथि उल्लेखित 4 वटा गल्तीहरू मध्ये एउटै पनि गल्ती गर्नुभयो भने तपाईलाई सिधै अनुतीर्ण घोषणा गरिन्छ। हाम्रो अर्को चरण रहेको छ ग्यारेज पार्किङ अथवा पार्किङमा राख्ने। यदि तपाईले कुनै पनि गल्ती नगरी सरासर मजाले पार्किङ गर्नुभयो भने तपाईको खातामा 20 मार्क्स थपिन्छ। तर पार्किङ गर्दै गर्दा सवारीलाई पछाडि गुडाउने क्रममा एक पटक अगाडि सरेमा जम्मा 10 अङ्क घटाइन्छ। अर्थात् गाडी ब्याक गर्दै गर्दा झुक्किएर अगाडि बढ्यो भने 10 मार्क्स काटिने गर्दछ। त्यसो भए यो ग्यारेज पार्किङमा त्यस्तो के गरियो भने सिधै फेल भइन्छ त? नम्बर 1 मा दिएको छ सवारीलाई पछाडि गुडाउने क्रममा एक पटक भन्दा बढी अगाडि सारेमा तपाईलाई सिधै अनुतीर्ण घोषणा गरिन्छ। अर्थात् यहाँ पनि टु मिस ग्याम फिनिस। र अर्को फेल गराइने कन्डिसन भनेको लाइन टच गरेमा, यानि कि पार्किङ गर्दा गर्दै कुनै पनि लाइन छुन पाइएन। त्यसैगरी हाम्रो अन्तिम चरण रहेको छ परीक्षार्थीहरूको व्यवहारगत पक्षको समग्र मूल्याङ्कन, अर्थात् परीक्षार्थीहरूको डिसिप्लिन जाँच गरिने चरण। यस चरणको कुल अङ्कभार 10 मार्क्स हुने गर्दछ। यदि अनुशासित भएर राम्रोसँग सवारी चलाउनु भएको छ भने तपाईले 10 मार्क्स प्राप्त गर्न सक्नुहुन्छ। यसो भन्दै गर्दा के कुराहरूलाई अव्यावहारिक भनिन्छ अनि कति मार्क्स काटिन्छ त्यो कुराहरूलाई पनि हेरौँ। नम्बर 1 सवारी चलाउनु पूर्व सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा 3 अङ्क काटिन्छ। नम्बर 2 सिट बेल्ट नलगाई सवारी चलाएमा 4 अङ्क काटिन्छ भने नम्बर 3 मा रहेको छ अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएमा 3 मार्क्स घट्ने गर्दछ। अनि अर्को कुरा यस चरणमा सिधै अनुतीर्ण घोषणा गरिने अवस्थाहरू भने कुनै पनि छैनन्। यसरी नै तपाईले प्रयोगात्मक परीक्षामा 7 वटा चरणहरू पार गर्नु पर्दछ। प्रत्येक चरणहरूमा सम्बन्धित तरिकाले अङ्क विभाजन गरिएको हुन्छ। जम्मी 30 अङ्क भन्दा बढीको गल्ती गरियो भने फेल भइन्छ र सिधै अनुतीर्ण घोषणा गरिने अवस्थाहरू त छँदैछन्, जुन कुराहरू हामीले भर्खर मात्रै डिस्कस गर्यौं। आशा छ यो अङ्क विभाजन र 70% पास मार्क्सको बारेमा विस्तृत रूपमा कुराहरू बुझ्नुभयो होला। के गल्तीहरू गर्दा गर्दै पनि पास भइन्छ र के कस्ता गल्तीहरू गर्दा सिधै अनुतीर्ण भइन्छ भन्ने बारे पनि राम्रै जानकारी लिनुभयो होला। साथीहरू, यदि हजुरहरूलाई आजको यो भिडियो प्रयोगात्मक परीक्षा सम्बन्धी कन्फ्युजनमा रहेका कुराहरू बुझ्नमा सहयोगी लाग्यो भने भिडियोलाई लाइक गरी कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिनुहोला। साथै हाम्रो यस च्यानललाई सब्स्क्राइब गरी ट्रायल परीक्षाको तयारीमा लागिरहनुभएका साथीहरूलाई पनि यो भिडियो सेयर गरिदिनु होला ताकि उहाँहरूको कन्फ्युजन पनि समाधान होस्। आजलाई यति नै। तपाईको प्रयोगात्मक परीक्षाको लागि अल दी बेस्ट, गुड लक अनि एडभान्समै कङ्ग्रेचुलेसन। हवस् त, नमस्कार।